खै हल्का भित्र हेरौँ आएपछि एक चक्कर हान्नै पर्यो। हाम्रो अर्ग्यानिक टोइलेट छ यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले। यस्तो बाल अर्ग्यानिक हरेक सब कुरा अर्ग्यानिक छ कि यहाँ केही पनि छैन कि बजार कुन होला तपाईँहरू कृपया भिडियोमा देख्नु भयो नि त्यो रियलो पाकेको छ त्यहाँ होइन केरा पाकेको छ होइन बाजेको अन्यथा नराम्रो नसो जिन्दगीमा बाँच्नु सिक्नुहुन्छ भने इग्नोर हान्न सिक्नु है तपाईँहरूले यति कुरा हो। हरेक छ यहाँ मलाई क्यामेराले एउटा क्यामेरा पठाइदिउँ यार कसैले सहयोग गरिदिनु पर्यो। क्यामेरा ल्याङ हान्यो मलाई गहती गाउँको एक दिनमा कल चाहिँ म चाहिँ यति गाउँतिर घुमघाम गर्दै जाँदैछु होइन। त्यही अब टक्क माथितिर जान्छु मन्दिरतिर होइन काम पनि यस्तो छै पुल्या छ मलाई कहाँ जान्छु के गर्छु होइन हेर्दै गर्नु होला तपाईँहरूले। एक घन्टाभन्दा बढी भयो यार मलाई यार त्यस्तै सोचिरहेको थिएँ बनाउनै नसकेको औडा हुन्छ। उतादेखि सट्ट जान्छु त्यही सट्ट माथि जान्छु यहाँदेखि सरासर होइन सरासर जान्छु यताउति केही गर्दैन। चिलाया छ यार मलाई त औडा तालले आलुबारी तोरीबारी मैयाबारी भन्ने दिन यस्तै छ राङझाङ दामी छ यहाँ। बाजुको घर बाजे फेरि एकदम के हुँदैछ बाजे के भने हेर्दै त्यो जिम्मेदारीको मेसो गर्न लाग्यो अब भोट केलाई बाजे केबी कि बालेन भोट बालेन कि केबी भनिदिनुहोस् यहाँ जनता जान्न चाहन्छ। बाजे मलाई सिकाइदेलाई ए हो र बाजे त्यस्तो सामान पनि थाहा पाउनु भए लाग्यो तपाईँहरूले यार तपाईँले नेता मलाई चिनाइदे एक दिन ए खै हल्का भित्र हेरौँ आएपछि एक चक्कर हान्नै पर्यो। हाम्रो अर्ग्यानिक टोइलेट छ यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले। यस्तो बाल अर्ग्यानिक हरेक सब कुरा अर्ग्यानिक छ कि यहाँ केही पनि छैन कि बजारको त्यस्तो ओभर पनि नगरौँ होइन। एक चक्कर हेरिदिउँ सट्ट काँडा साँडा सबै त्यसपछि यस्तामा यहीमा च्यालेन्ज हान्नुपर्छ कि तर म माथि नि म ट्राप भइदिन्छु कि अहिले यहीँदेखि अगाडिबाट आउँछु पछाडिदेखि चलिदिन्छु कि म त साइको छु म मान्छे हेर्नु फेरि सरर आयो ड्रागन फुडको पार्ट 2 भनेर अब तपाईँहरू हाल्दैन मैले यसको पार्ट 2 छुट्टै छ मेरो पार्ट 2 अब यसको पार्ट 2 हालेर काम छैन छुट्टै सोचिरहेको छु मैले एक खतरा यहाँको अर्ग्यानिक भनेको यही हाम्रो काँडा हो काँडा यो काँडा चाहिँ हाम्रो अमेरिकाको कहाँदेखि युएसएबाट आयो मैले थाहा पाएन त्यो कि यहाँ कम गाह्रो छ र यो बनाउनु पनि देख्दाखेरि त सजिलो जस्तो लाग्छ तर घर पनि यस्तो छ बबालको यस्तो मजाको छ है घर सबै हरेक कुरा यस्तो अर्ग्यानिक छन् कि यहाँ सबै त्यही अब यहाँदेखि म कहाँ जान्छु हेर्दै गर्नु होला। फेरि सुरु म हिँड्दै गरेँ होइन कहाँसम्म पुग्छु त्यो मलाई थाहै पनि छैन। आज बिदा छ भोलि बिदा छ टक्क भोलिको कन्टेन्ट छुट्टी हुन्छ आजको छुट्टी हुन्छ फेरि एउटै चाहिँ मैले कहिले पनि बनाएन कि एउटै गाउँको मेरो केही काम म कलेज पनि जाने अनि कन्टेन्ट पनि बनाउने 8 बजी गाडी आउँछ अनि 9-10 तिर जाने हुँदै हुन्न होइन। बाजे हरियाली चाहिँ एकदमै चकाचक एकदमै दामी मस्त चिलको छ होइन धेरै बयान पनि नगर मलाई बाजेको त्यही हो होइन। आज कन्टेन्ट
आज कन्डी खोज्न मा कसम मलाई यति सुन लाग्यो कि भेजा साइको भाउ कि त्यहाँ हेर्नु केरा पाक्या कोही चोर्न नआउनु होला तपाईँहरू कृपया भिडियोमा देख्नु भयो नि त्यो रियल हो पाक्या छ त्यहाँ होइन केरा पाक्या छ होइन बाजेको अन्यथा नराम्रो नसोच्दा म त्यस्तो फेरि क्यामेरा अगाडि मात्रै बोल्छु फेरि त्यस्तो क्यामेरा पछाडि पनि त्यस्तो काम गर्दैन कि तपाईँहरूलाई हल्का रमाइलोको लागि मात्रै हो नत्र त्यस्तोमा केही पनि छैन खराबी नभन्दा हुन्छ केही आज म यति लामो बाटो जान्छु पुरै के पार्ट 2 भयो नि हुन्छ पार्ट 2 भयो नि बाल भएन कि तर म आज नन स्टप के गर्नेवाला छु भने चाहिँ ड्रममा पानी यस्तो मजाले गएको छ कि यहाँदेखि पाइपमा पानी आएको छ होइन यहाँदेखि उता माथिदेखि आउँछ अर्ग्यानिक हुन्छ क्या हाम्रो गाउँमा अर्ग्यानिक सबै कुरा सब कुरा अर्ग्यानिक हुन्छ हाम्रो गाउँमा हाम्रो सहरमा के सहरको अर्ग्यानिक माल हुन्छ त्यही हो अनि त्यसपछि अर्ग्यानिक सहरको अर्ग्यानिक गाउँको अर्ग्यानिक पानी पनि हुन्छ तपाईँहरूले देख्नु भएन होला तर मैले चाहिँ देखिसकेँ यस्तो हुन्छ जाम्बा मूलसुल पनि हुन्छ के लाग्नु पनि लाग्छ यार मलाई लागि पनि रह हुन्छ के मैले तीन कुराहरूलाई इग्नोर गर्छु कि यहाँ मेरो के लागेर मेरो गिजु पनि सुन्या छ है त र मैले इग्नोर हानिदिन्छु कि हरेक कुरालाई जिन्दगीमा बाँच्नु सिक्नुहुन्छ भने इग्नोर हान्न सिक्नु है तपाईँहरूले यति कुरा हो हरेक कुरालाई त्यो गर्नु सिक्यो नि त काम छैन जङ्गली बाटो छु म आया पहिला यहाँ हामीले के गर्थ्यौँ भनेपछि पहिला यहाँ के हुन्थ्यो के पटाउका के भन्थ्यो यार अनि तिनी मार्दिउँ भन्दा नि क्यामेरा साफ गरौँ है झन् साइको देखियो यार बल्ल अलिअलि भयो देखान्न गाउँ त्यो पनि एक जग्गा ए के हो क्यामेरा मर्या क्यामेरा अब काम छैन मेरो त्यो भएर बिजो गानिरहेको छ यहाँ मलाई क्यामेराले एउटा क्यामेरा पठाइदिउँ यार कसैले सहयोग गरिदिनु पऱ्यो क्यामेरा ल्याङ हान्यो मलाई गहती गाउँको एक दिनमा के सोचिरहेको छु भनेपछि मैले होइन जोसमा मैले के सोचेको छु भनेपछि भेउडर गरेँ एक नाइट च्यालेन्ज हान्ने यार कोही छ भने यसो कन्ट्याक्ट गरौँ यार बिदाको बेलामा जानुपर्छ कोही छैन गाउँमा यार एक्लै डुलिरहेको छु एक्लै बनाइरहेको छु यहाँ के हो गाउँमा पनि कहाँ जान्छन् यार कोही भेटिनु एउटा मान्छे एक्लै बनाउँदै हिँड्नुपर्छ त्योभन्दा कलेजै ठिक लाग्छ होइन के गर्नु गाह्रो छ कति एउटै घरकै भिडियो हाल्नु कति हाल्नु त्यही पनि बनाउँछु र हजुर यस्तरी खसेँ नि म यार गाह्रो छ नि यहाँ असल भिडियो बनाउनु पनि कहाँ सजिलो छ र कुलामा झ्याप्पै गयो कि यार क्यामेरातिर हेर्दै कुरा गर्दै गरिरहेको थिएँ होइन यहाँ चाहिँ अब यता आएर फेरि भ्यू नदेखाएर गयो भने के फाइदा कि फेरि होइन फाइदै छैन कि यस्तो मजाको जङ्गल हरेक कुरा देखाउँछु भने चाहिँ फेरि अब आफ्नो स्वरमा हिँडिन्छ भेजा जाऊ हुन्छ कि फेरि म रियलमा यस्तो डुल्दैन नि गाइज फेरि तपाईँले बुझ्नुलाई फेरि रियलमा यस्तो डुल्छ ऊ भन्ने केही पनि छैन म जति डुल्याएको छु मेरो मैले यो यतिकै कन्टेन्टको लागि मात्रै डुल्याएको छु कि म त्यो हो कि मेरो कुराकानी के लागिरहेको छ यार यहाँ यार के कराएको छ के करा कि के आयो कि यार भ्यू देखाइन्छु त तपाईँहरूलाई टक्क मजाले हेर्नु है त तपाईँहरूले फेरि एक दिन मैले अर्को पनि के सोचेको छु भनेपछि होइन एक दिनभरि अब के भन्छु भने चाहिँ मैले होइन त्यो के एक दिन के गरेँ आएर मसान काट च्यालेन्ज हान्ने कि यहाँ चाहिँ बस्दिनँ पहिला भाइहरू हुन्थ्यो र बस्ने हुन्थ्यो र अब त भाइ साइ कोही छैनन् छन् त छ एउटा भाइ अब त्यसको नि आफ्नै पढाइ हुन्छ यार मेरो आफ्नै पढाइ हुन्छ अब हात पनि पाटेर हत्ते भइसक्यो मेरो हार चाहिँ
1000 चोटि झुक्नुहोस् तपाईँ होइन। मैले आज मोटिभेसन पनि दिन लाग्छु कि तपाईँहरूलाई। आफूले आफ्नो जिन्दगीमा आए मोटिभेसन तपाईँहरूलाई मैले भन्दैछु। 1000 चोटि झुक्ने, 1000 चोटि झुक्ने र हार नखाने कि त्यही हो कि मेरो टक्क होइन। छुट्टै अर्ग्यानिक आज 8 मिनट भइसक्यो। ए वान पार्ट त वानै हुन्छ होइन। आज भिडियो अलि लामो हुन्छ। ठिक हो। कहाँ आयो भन्दाखेरि भिडियो बनाउन आया हो है। म त यति ओर्लो हिँड्दा थिएँ होइन। पक्का मन्दिरतिर आइपुगेँ म चाहिँ। अब चाहिँ हाम्रो शब्द लाग्ने कुरा पनि छ। यस्तो बबाल हुनेवाला छ, सबैजनाले हेरिदिनु होला होइन। झन् कन्ने चाहिँ बबाल चाहिँ हुनेछ होइन। त्यो तलको बाटो यार म कति 1000 चोटि आइसकेँ होइन। आज अर्ग्यानिक बाटो आइदिउँ न त, गाउँघरको चहल पहल माहौलतिर आइदिउँ न त भनेर आएको थिएँ। जाम भनेको एक दुईजना जाम भनेको थिएँ, कोही पनि आएन यार। एक्लै हिँड्दै लास्टमा बाल भएन। मन्दिर पनि चहल पहल यहाँ माथि यस्तो शक्ति छ नि मन्दिरको। फेरि ए उही छ कि चहल पहल छ कि यहाँ माथि होइन। मन्दिरको यहाँ माथि डाँडामा पनि मन्दिर बन्छ होला कि पछि। यहाँ माथि डाँडामा होइन भगवान् देखिया छन् गरे कि यहाँ माथि पनि। यस्तो बवाल बन्ला नि पछि चहल पहल माहौल हुन्छ कि। अर्ग्यानिक चिज जहिले अर्ग्यानिक हुन्छ कि फेरि होइन। अब कति कुरा मैले कन्टेन्टमा कति कुरा भिडियोमा मैले केही नराम्रो या के बोलिरहेको हुन्छु नि कति बेला होइन। त्यो कुरा चाहिँ तपाईँहरूले रमाइलो सोधिदिनु होला कि होइन। त्यही हो। अब मुखबाट अब यत्रो बनाउँदा यत्रो दुःख गर्दाखेरि त हरेक कुरा बोलिन्छ होइन। त्यो तपाईँहरू सब त्यो मजाकमा लगिदिनु होला। त्यस्तो यताउति केही नभन्नु होला। माथि चाहिँ यार के ठुलो बन्दैछ होला कि यार। म चाहिँ अब यतिकै आएको थिएँ। यहाँको बाटो चाहिँ देखाइन्छ है म तपाईँलाई कस्तो चाहिँ बाटो हो यार। यही नालीबाट मान्छे जाने हो कि यार टेकेर है। आँखा चिम्म गरेर जानु भयो खसिन्छ यहाँदेखि। यहाँ खस्यो भने कहाँ देखिन्छ, देख्नु भयो यहाँ तल। अब यहाँबाट खस्यो भने त अब म क्यामेरामा हेर्दैन, मलाई नहेर्नु लाग्छ। हेर्नु तपाईँहरूले होइन। खस्यो भने चाहिँ तपाईँहरूको जिम्मेवारी है। मलाई मतलब छैन केही। त्यस चाहिँ मलाई ज्यानको अलिकति त्यो लाग्छ होइन कन्टेन्ट भन्दा। अनि बल्ल कन्टेन्ट हो। मैले क्यामेरामा हेर्नु सकेँ होइन है मैले, त्यही भएर आफै खसिला जस्तो छ यहाँ। अनि त्यो अब चाहिँ डर छैन होइन, किनभने खसी पनि यति देखिन्छ। टक्क लाएर अब एकचोटि गदेको भाइ देखाइदिउँ चिलमा। आज चाहिँ बिदा त्यो भएर हो फेरि होइन। बिदा नभएला कहाँ हुन्छ त फेरि आउने होइन। मन्दिर पनि आइसक्यो टक्क 11 मिनटको भिडियो बनिसक्यो अब होइन। यहाँदेखि फर्किनु पर्ला भनेको छु मैले चाहिँ। अब के गर्नु अरू चाहिँ टाइम पास भन्छु कि यसलाई, टाइम पास हुन्छ कि। यहाँदेखि देखाइन्छ टक्क अलिअलि। घरदेखि उहाँ चौबारदेखि नै मैले क्यामेरा अन गरेकै छु कि एकैछिन पनि अफ गरेँ होइन क्या। याद दुख्छ यार मेरो त। बनाइ पाटिन्छ भने पिरो हुन्छ पछि यस्तो दुख्छ नि आयो यो हातले फेरि हल्का क्यामेरा छिक्छ कि यार। मैले पछाडिदेखि फेरि बनाएन कि त्यो भएर पनि हो। यही हातले बनाउँछु अनि पछाडिदेखि बनाउनु फेरि मलाई झ्याउ लाग्छ। जहिले अगाडिदेखि मैले अगाडि क्यामेरा देखेँ होइन। आएँ म चाहिँ टक्क 1 2 3 होइन। जय त के भनौँ यार त्यही सप्ताह लाग्यो भने चाहिँ यही हो होइन। टक्क मस्तले चिलमा अर्ग्यानिक तरिकाको होइन। त्यही हो। आइसकेँ म चाहिँ यतातिर। अब के हुनु होइन। यस्तै छ मेरो चहल पहल। एक्लै चहल पहल हानिदिन्छु म चाहिँ। उहाँ हेर्नु अब पारि गति होइन। यस्तो खोला पनि छ अनि टक्क शिवपुरका पनि हेरिदिनु तपाईँहरूले। कहाँ छ यतै हो तलतिर चहल पहल हो होइन। त्यस्तो जताकतै अझै म अब आजको कन्टेन्ट मलाई क्लियरली रूपमा पुग्यो। अनि शब्द लाग्ने भने चाहिँ यहाँ हो होइन यसमा। अनि पछि त्यही हो। गाउँघर पनि देख्नुभयो, सबै देख्नुभयो होइन। एक्लै पनि बनायो, एक्लै डुल्यो, एक्लै गर्यो। दिनकै टाइम हुने भए यस्तो एक्लै गनाउनु जाने हुन्थ्यो। एक दिन अब अयापा त्यो काम मलाई कस्तो मन पऱ्यो यार। माथि के किनकि जुम्मा भर्या कि तिन कहाँ गयो बड्डा त्यो ए त्यो माथि के भन्छ बड्डा त्यो गाउँ यार। त्यो के जुम्मा भर्या यार। हेर्नु कस्तो मजाको देखिया हो। अब सिलमा पुरा दामी देखिया छ नि यार हरेक। ल अहिले यति नै भनौँ कि के भनौँ यार। बिदा लिऊँ कि बिदै लिन्छु यार म अब। किनभने अब म होइन
14-15 मिनटको भिडियो भइसक्यो होइन। योभन्दा बढी मैले बनाउन सक्दैन। के भन्नु, मेरो हात पनि दुखिसक्यो, लास्टै दुखिसक्यो हात त। अनि पछि के भन्नु होइन, त्यही हो यार सबै कुरा। क्यामेरा पनि गतिलो छैन, त्यही पनि बनाइरहेको छु होइन। अनि पछि यति मिहिनेत लाग्छ नि, यति मिहिनेत लाग्छ। तपाईँहरूले सब्सक्राइब गर्न छोड्नुभयो, भुल्नुभयो, अनसब्सक्राइब गर्नुभयो भने तपाईँहरूको लागि त्यो भिडियो होइन, कन्टेन्ट होइन। त्यही हो, यति कुरा भने सब्सक्राइब चाहिँ एउटा कुरा अरू भुल्नु होला, सेयर गरिदिनु होला, जताकतै चिनाइदिनु होला। हरेक साथीभाइ यताउति सबलाई, हरेक छिमेकी यताउति देशभरि जताकतै सबमा ग्रुपमा यताउति साथीभाइ फ्रेन्ड जे छ तपाईँको जस्तोलाई नि सेयर गरिदिने के। कन्टेन्ट भनेपछि जस्तोलाई नि राम्रो नराम्रो जस्तो हुन्छ, कहिले राम्रो हुन्छ कहिले नराम्रो हुन्छ, हरेक कुरा हुन्छ। सेयर चाहिँ हानिदिनु पऱ्यो कि, सब्सक्राइब पनि गर्नु पऱ्यो, त्यहाँ गएर टक्क चिनाइदिनु पऱ्यो। हल्का गाउँघरमा सपोर्ट हान्नु पऱ्यो, देश विदेश जताकतैबाट। त्यही हो, अहिले चाहिँ बिदा हुन्छ होइन। आज कन्टेन्ट हो, भोलिको कन्टेन्ट यस्तो बवाल हुनेछ। भोलि त हान्न होइन, यो भिडियो भोलि आउँछ, एक दिन पछाडि आउँछ होइन एउटा भिडियो। अनि भोलिको कन्टेन्ट चाहिँ बवाल हुनेवाला छ। पर्सि आउँछ त्यो भिडियो चाहिँ होइन। पर्सि मेरो कन्टेन्ट हुन्छ, पर्सि फेरि अर्को कन्टेन्ट हुन्छ। त्यही हो, कति भयो यार, 15 मिनट भइसक्यो, अब त भयो ल।